हेर्नुस् है गाइज, हाम्रोतिर यसलाई आरु बाख्रा भन्छ। कति फलेछ कति पाकेछ, लटरम्मै छ। ल खानु आउनुहोस् है गाइज, हाम्रोतिर यति धेरै पाकेछ कि यो कुरै नगरौँ। ल हेर्नुहोस्, त्योभन्दा अलिकति ठुलो साइजमा फेरि यो अर्को रुख पनि छ। त्यो त पाकिसकेको छ, यो पाक्ने तयारीमा छ। ल हेर्नुहोस्, है रातो रातो हुँदै जान्ला छ। अमिलो अमिलो, साह्रै मिठो। यसको धेरै नै रुख छ हाम्रो गार्डनमा। हेर्नुहोस् त, त्यस्तै गरी हाम्रो गार्डनमा सानो सानो स्याउको दानाहरू पनि लाग्न रहेछ है। ल हेर्नुहोस्, यो स्याउको रुख हो, सानो। यो रुखमा त अझै धेरै अलि ऐको भन्दा अलि ठुलो भएर रहेछ है। हेर्नुहोस् त, ल हेर्नु, यो स्याउको रुख हो, गार्डनै भरि छ है। यहाँ पनि ठुलो ठुलै दाना भइसकेको रहेछ है। स्याउ मात्रै नभएर अनारको रुख पनि छ हाम्रो गार्डनमा। दाना लागिसकेको छ है। यो अनारको रुख हो। अनि हेर्नु त, यहाँ त दाना अलि ठुलो भइसकेको छ। त्यस्तै गरी हाम्रो गार्डनमा यो बेलावन्तीको रुखहरू पनि थुप्रै रहेका छन्। यो बेलावन्तीको चाहिँ हामीले सिजनमा धेरै नै खायो। अहिले बेसिजनको भएको कारणले गर्दा त्यति फलहरू छैन, लाग्न लागेको छन् बरु। अब फल्दैछ, पैसा फल्दैछ भनौँ। यो फलेपछि फेरि यसले राम्रै बजार पाउला आशा छ। यो माथितिर यी चराहरू पनि छ। ल हेर्नुहोस्, चराहरू देख्नुभयो, साह्रै सुन्दर गार्डन छ। मेरो भिडियो कस्तो रह्यो हजुरहरूले हेरेर सायद मन पराइदिनु हुनेछ भन्ने ठुलो आशा राख्दछु। लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। धन्यवाद।